हेलो फेरि पनि नमस्ते तपाईहरुलाई झापा झाँटोली युट्युब च्यानलमा स्वागत गर्दै तपाईहरुलाई एकमुष्ट सबैलाई नमस्कार। आज म अलग्गै एउटा विशेष कुरा गर्न गइरहेको छु। के भने यो राजनीतिकै कुरा भनौं। जुन मेरो भिडियोमा आएर साथीभाइहरु सबैले सधैं सल्लाह सुझाव दिनुहुन्छ र कसै साथीभाइहरुले दाजुभाइहरुले के भन्नुहुन्छ भने तैँले फलानाको विरोध गरिस् भन्नुहुन्छ। मैले अहिले आउँदै गरेको नयाँ पार्टीहरुलाई कसैलाई पनि विरोध गरेको छैन। मैले त पुरानो पार्टीहरुको पुरानो व्यथितिहरुलाई पुरानो भ्रष्टाचार विरुद्धहरुलाई मैले विरोध गरेको हो र यो सबैले नेपाल बस्ने वासीहरुले र बाहिर बस्ने सम्पूर्ण नेपालीहरुले विरोध गर्नै पर्छ। किनभने अहिलेको युगमा देश परिवर्तन चाहन्छन् सबै युवाहरु। हामी सबैले चाहन्छन् हाम्रा छोरा नातिहरुले भविष्यमा गएर चाहिँ देश विकास होस्, देशमा चाहिँ केही जब पाइयोस्, केही काम गर्न पाइयोस् भनेर सबैको इच्छा चाहना हुन्छ। र म फेरि पनि भन्छु दाजुभाइहरुलाई, मैले हर्क साम्पाङलाई कहिले पनि विरोध गरिन। उ पनि राम्रै मान्छे हो, तर अहिले उ नयाँ भएको कारणले गर्दाखेरि अलिकति के छ भने उसको पार्टीहरुमा एक दुई जना मान्छेहरु गद्दार छन्। गाई काटेर खान पाउनुपर्छ यहाँ हुँ भन्ने ती पुराना भिटीहरु को बोल्ने मान्छेहरु, प्रेस काउन्सिल गर्ने मान्छेहरु आज तीनै उम्मेदवार हर्क साम्पाङले उठाएको छ। त्यो उठाइराख्दाखेरि त्यसमा कसैले मान्छेले भोट हाल्छ त? त्यो मान्छेलाई कसैले भोट हाल्छ त? त्यो मान्छेलाई कसैले जिताउँछ त? जिताउँदैन नि। हाम्रो त वैदिक सनातन हिन्दू धर्म मान्ने देश हो। यो देशमा सम्भवतः यो हाम्रो वैदिक सनातन हिन्दू धर्म राष्ट्र कायम हुनुपर्छ। साथसाथै त्यो कुरालाई चाहिँ हर्क साम्पाङले मनन गरेर अगाडि बढ्ने हो भने हर्क साम्पाङलाई पनि खुलेरै मान्छेले भोट दिन्छन्, समर्थन गर्छन्। तर यो भनिराख्दाखेरि मैले हर्क साम्पाङलाई उसको व्यक्तिगत रूपमा उसको सोचाइको हिसाबमा उसले जुन अहिले गरिराखेको छ त्यो कहाँसम्मको ठीक छ के छ त्यो तपाईहरुले जान्नै पर्ने कुरा हो र बुझ्नै पर्ने कुरा। मैले उसको विरोध गरेको होइन र रवि रामीछाने र बालेनहरुको पार्टीलाई पनि मैले विरोध गरेको छैन। म त खुलेरै समर्थन गर्छु। भइराखेको कांग्रेस, एमाले, माओवादी यो पार्टीहरुले वर्षौंदेखि चाहिँ आफ्नो देशमा हैकम जमाउँदै आएर पनि पूर्ण रूपले विकास गर्न सकेको छैन। त्यही पार्टीमा अलमल गर्ने, त्यही संसद भवनमा एक अर्कामा कटाक्ष गर्ने अनि चाहिँ राष्ट्रको ढिकुटीको पैसा पचाउने सक्यो। त्यही भएको कारणले गर्दाखेरि तपाईहरु बुझ्नुस्, आफै बुझ्नुस् दाजुभाइहरु। अब हामीले देश परिवर्तन चाहने कि त्यही पुरानो पार्टीहरुलाई चाहिँ भोट दिएर अगाडि फेरि कुर्सीमा राख्दिने अनि यता प्या गर्ने। विकास भएन, यो भएन, त्यो भएन, यहाँ भएन, उ भएन भनेर हामी फेरि जुलुस नाराबाजी हाँ हुँ गर्ने। त्यो तपाईं हाम्रो कुरा हो। र मैले अब फेरि पनि भन्छु, अब आउने नयाँ पुस्ताले नयाँ पार्टीलाई हेरेको छन्, बुझेको छन् र भोट हाल्ने छन् र 100% जिताउने पनि छन्। र तपाईहरुलाई यो कुरा मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न पनि नबिर्सिनु होला र कहाँबाट हेर्दै हुनुहुन्छ झापा झाँटोली युट्युब च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। जय नेपाल।